1 महिनाको बच्चा मणिपालमा राख्नु भएको रहेछ। 6-7 दिनसम्म राख्नु भएको रहेछ। बच्चाको डेट भएछ हैन। बच्चाको डेट भइसकेपछि उहाँहरूको भाउजूहरूले सबै परिवारले नन्दले सुसमाचार सुनाउनु भएछ। सुसमाचार सुनाइसकेपछि अनि उहाँहरूले त्यो बच्चालाई उहाँ म्याग्दीबाटै 10 जना आउनु भएको बच्चालाई म्याग्दीमै लिएर लएर फाल्ने भनेर आउनु भएको रहेछ हैन। हस्पिटलले फालिदिएको त्यो 1 महिनाको बच्चालाई अनि डेट भइसकेको बच्चा अनि उहाँ आउनुभयो। सुरुमा मेरो घरमा आउनुभयो। जो म्याडम आउनुभयो सतीदेवी आउनुभयो अनि आउनुभयो म्याडम यस्तो यस्तो छ मेरो मान्छे मरिसकेको छ तर उहाँहरूको अन्तिम इच्छा छ बच्चालाई त्यो ठाउँमा लयो भने त्यही पनि फेरि बाँच्छ कि हैन। उहाँहरूको अन्तिम इच्छा छ। उहाँहरूलाई हामीले सुसमाचार सुनाएका छौँ। अन्तिम इच्छा हामीले पुरा गर्ने भनेर यो ठाउँमा म तपाईको पासमा ल्याउँछु भनेर म सल्लाह लिन आएको। फेरि भोलिको दिन हजुरसँग आउँदाखेरि मरेको बच्चा लिएर आउने मलाई गाल पार्नलाई आउने भन्नुहुन्छ भनेर म डराएर सुरुमा तपाईलाई सोध्न आएको भन्नुभयो। मैले भने यति परमेश्वरको इच्छा छ भने त्यो बच्चामा प्राण परमेश्वरले दिनुहुन्छ हामीले होइन। बच्चा मरेको छैन सुतेको छ ढुक्क भएर लिएर आउनुस् भने मैले जब उहाँहरूले त्यो बच्चालाई लिएर आउनुभयो बच्चालाई त तन्नमा बेरेर आउनुभएको रहेछ हैन। 2टा ट्याक्सीमा 10 जना भएर आउनुभएको बच्चालाई सतीगति गर्ने भनेर उहाँहरूले हैन। राति 8 बजे लिएर आउनुभयो। मैले ईश्वरसँग मागे पिता तपाईमा नहुने के छ र लाजरसलाई त मरेको 4 दिनमा तपाईले जीवित बनाउनु भयो भने यो बच्चालाई त किन गर्नुहुन्न र पिता। तपाईले यो प्राण दिने दुष्ट शैतानले यो निमुनियाको न्यू पारेर यो बच्चाको प्राण लुटेको छ लएको छ पिता। तपाईले अवश्य जसरी लाजरसलाई तपाईले 4 दिनको लासलाई उठाउनु भएको छ भने यो 1-2 घण्टाको लासलाई तपाईले किन उठाउनुहुन्न र पिता। तपाईले जीवित पारिसक्नु भयो हैन। जब हामी अन्य भाषामा बस्यौं हामी सबैजना बस्यौं उहाँहरू के त धेरै जस्तो संसारिक हुनुहुँदो रहेछ। म्याग्दीबाट आउनु भएको उहाँहरूले पत्याउनु भएको थिएन तर हामीसँग ईश्वर हुनुहुन्थ्यो। मैले गरेको नै मेरो पिताले गर्नुहुन्छ हैन। हामीले भन्दाखेरि मैले गरेको फलानालाई मैले चङ्गाएको नै मेरो परमेश्वरको हात मेरो शिरमा परेको अनि मेरो पिताले चङ्गाउनु भयो। पिता हजुरलाई धन्यवाद हैन। हामीले यो अंगीकार गर्नु पर्दो रहेछ। अनि मेरो बाबुले भन्यो मम्मी तपाईले यस्तो पनि रिस्क लिने तपाईले यस्तो गर्न हुँदैन मरेको बच्चालाई किन लिएर आइज भनेको भोलि हामीलाई अरूले के भन्छ। तब हामीले घरबाट यसरी मरेको लास निकाल्दाखेरि अरू सुन्नेले देख्नेले त्यत्रो मान्छेहरू आएका छन् भोलि तपाईलाई के भन्लान् भने थियो। मैले गर्ने होइन जो मरिसकेको छ लासलाई मैले किन गाल पाउँछु र मेरो पिता हुनुहुन्छ त। जबसम्म मेरो पिता मेरो पासमा हुनुहुन्छ मेरो विश्वास मसँग छ त त्यो बच्चाले पनि प्राण पाउँछ। मैले जब परमेश्वरसँग भनिसकेपछि मेरो बाबुलाई मैले त्यो भने अनि बाबु पनि ढुक्क भयो। अनि सर हजुर हामी सबैजना उहाँहरूको 10 जना अनि हामी यहाँबाट 8-9 जना थियौँ हैन। अन्य भाषामा बस्यौँ प्रार्थना गऱ्यौँ। आधी घण्टा पछि मेरो सर हजुरलाई लागेछ त्यो बच्चा खुनखुनाए जस्तो लागेछ अनि उहाँले मलाई पछाडिबाट कोट्टाउनु भयो हैन। अब आमिन भनौँ भनेर भन्नुभयो उहाँले। अनि जब मैले आमिन भने बच्चालाई यसो हेरेँ अनि बच्चालाई हेर्दाखेरि बच्चा त निलो छ अनि मैले आफ्नो काखमा लिएँ बच्चालाई। उसको आमा लिन डराएको आफ्नो इष्टमित्रले लिइदिनु भएको त्यो बच्चालाई। अनि जब मैले त्यो बच्चालाई काखमा लिएँ अनि मैले टिस्यु पेपरले बच्चाको मुखहरू पुसिदिएँ सबै रगत नाकबाट मुखबाट हैन सबै त्यो बच्चामा हस्पिटलबाट निकालेर फ्याँकेको। अनि मैले यसो हेरेँ अनि मैले ईश्वरसँग मागेँ पिता तपाईले यतिका मान्छेको माझमा मलाई लाजमा पार्नुहुन्न पिता। आज उहाँहरू जुन विश्वासमा आउनु भएको छ पिता त्यो विश्वास तपाईले दिलाउनुहोस् है पिता। तपाईले लाजमा पार्नुहुन्न पिता। यो अन्य भाषा यो प्रार्थना पूरा भएको छ बच्चा फिरिसकेको छ पिता। प्राण तपाईले दिइसक्नु भयो पिता भनेर जब मैले चङ्गाएँ बच्चाले तिनी कातहरू खुट्टाहरू तन्कायो हैन। पिता हजुरलाई धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। जब बच्चाले के गरे त हात खुट्टा तन्कासी मलाई यति खुसी लाग्यो होइन। परमात्मा परमेश्वर हजुर यति महान हुनुहुँदो रहेछ। आजसम्म यस्तो मैले देखेको थिइनँ। सुन्न त सुनेको थिएँ आँखाको अगाडि मैले देखेको थिइनँ पिता। आज मेरो आँखाकै अगाडि तपाईले
कामहरू यी चमत्कार देखाउनु भयो पिता हजुरलाई धन्यवाद भने हैन। जब उहाँहरू के गर्नुभयो त मुख हेराहेर गर्नुभयो, यस्तो पनि हुन्छ मरेको बच्चालाई लिएर आएको छ कसरी जीवित हुन्छ हैन। उहाँहरू छक पर्नुभयो हैन। ड्राइभर पनि पताउनु भएन, दुईजनाहरू सबैजना कुरा गर्न लाग्नुभयो। सच्चाई भनेको त कति आजसम्म हामीले झुटो शिक्षा भनेका थियौँ, तर यो त साँचो रहेछ। परमात्मा परमेश्वरले मरेको मान्छेलाई पनि जीवित गर्नु हुँदो रहेछ पिता हजुर, कति महान हुनुहुँदो रहेछ हैन। जब त्यो बच्चाको आमाले फेरि बच्चालाई दुध नखाउनु भएको 7 दिनसम्म बच्चाको आमालाई डाक्टरले दुध सुकाइदिन लाउनु भएको रहेछ। अब यो बच्चा हुँदैन, वहीँबाट लामा लिएर आउनु भएको रहेछ, लामालाई पनि देखाउनु भएको रहेछ। लामाले भन्नुभयो रहेछ यो बच्चा बाँच्दैन, यसको आश नगर, त्यो बच्चालाई अब लिएर आउनु हैन। यो बच्चालाई कसैले पनि बचाउन सक्दैन, म त यसलाई हात हाल्दिनँ भनेर उहाँले के गर्नुभएको रहेछ, छोडेर भाग्नु भएको रहेछ। तर ईश्वरले भाग्नु भयो त? भाग्नु भएन। ईश्वरले के गर्नुभयो त? प्राण दिनुभयो हैन। यस्तो महान ईश्वरको हामीले काम गरेका छौँ। आज जब हामीले अगुवाबाट यो याबको वचन पाएका थियौँ र याबको चङ्गाई पनि कसले दिनुभयो त? परमात्मा परमेश्वरले हैन। अगुवाको पनि जरुरत हुन्छ, त्यही भएर हैन। जब त्यो बच्चाले दुध नखाएको अनि मैले फेरि बच्चालाई चङ्गाएँ, दुध खुवाउनुस्, अब दुध खान्छ बच्चाले हैन। आमा रोइराखेको छ, मेरो दुध त आएको छैन, मेरो दुध त सुकाइसकेको छ। आज 3 दिन भयो डाक्टरले तपाईँको दुध सुकाए हुन्छ, बच्चालाई निकाल्नुहोस् भन्नुभएको, त्यही पनि हाम्रो अन्तिम इच्छा। आज परमात्मा परमेश्वरले यो बच्चालाई मलाई आमा हुने रहर बच्चाले आज यो पुरा गरेर मेरो पिताले दिनुभयो भनेर आमा पनि रुनुभयो हैन। के त अनि त्यो बच्चाले दुध नखाएको अनि बच्चालाई मैले दुध खुवाउनुस् भने अनि दुध खुवाउँदाखेरि त्यो बच्चाले दुध पनि खायो हैन। ईश्वर परमात्माले आज यति महान महान काम गर्नु हुँदो रहेछ। हामीले त्यत्तिकै परमात्मा परमेश्वरलाई महान भनेको रहन्छ। आज यो महान जीवन दिनुभयो। आज परिवार सबैमा परमात्मा परमेश्वरले नयाँ जीवन दिनुभयो। सर हजुरलाई पनि हिजोको दिनमा अक्सिजन चाहिन्थ्यो, बाबुहरू 2टामा निमोनियाको समस्या। आज परिवार सबैमा परमात्मा परमेश्वरको आशिष अनुग्रह मिलेको छ भन्दै ईश्वर परमात्मालाई अनगिन्ती धन्यवाद गर्छु मसीह येशूको नाममा।